यतिखेर हामी पञ्चपुरी नगरपालिकाको यो बाबिया चौरमा प्रत्येक शनिबार लाग्ने हाट बजारमा आइपुगेका छौँ। 2063 सालमा आइडिडी संस्थाले निर्माण गरिसकेपछि यहाँका स्थानीयलाई यो हाट बजार हस्तान्तरण गरिसकेपछि अहिले स्थानीयहरूले प्रत्येक दिन प्रत्येक आफ्नो घरमा उत्पादन हुने सामग्रीलाई यहाँ ल्याएर बिक्री वितरण गर्ने गरिरहेका छन्। यहाँ के पाइन्छ र यहाँको स्थानीयहरूले के भन्छन् आज हामी त्यो बुझ्न गइरहेका छौँ। यो हाट बजारमा व्यापारीले आफ्ना घरमा उत्पादन भएका विभिन्न तरकारी त्यसै गरी फलफुललाई हामीले तपाईहरुको माझमा देखाइसकेपछि अब हामी केही व्यापारीसँग कुराकानी गर्न चाहन्छौँ। यहाँ गेटैमा एकजना यहाँको सबैभन्दा पुरानो व्यापारी हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्न गइरहेका छौँ। तपाईको नाम? मेरो नाम लघुबहादुर साई हो। हजुर, म सबभन्दा पहिलाको किसानै मै हो। यो हाट बजार सञ्चालनदेखि उत्पादन लिएर सञ्चालनसम्म मैले यो हाट बजारलाई सञ्चालन गरे हो, अध्यक्ष पनि भयो हो। यो आइडिबी संस्थाले सबै ठाउँमा अब नहरहरू बनाइदियो। त्यसपछि यहाँ अब हाट बजारको लागि अब तरकारीको बिउ बिजन पनि दियो। त्यसपछि अब यहाँ मार्केट चाहियो, व्यवस्थापन रोडमा बसेर हामीले अब बेच्थ्यौँ। अब त्यहाँबाट आइडिबी संस्थाले यो घर यो सबै बनाइदियो। बनाएर अब केही अब यहाँ हाट बजारमा तरकारीहरू फलफुल सबै चिजहरू यहाँ बेच्नलाई किसानहरूलाई एकदम सहज भएको छ। अब यसलाई अब अन्तिममा अब अझ बढी राम्रो गर्नलाई अब यसलाई थोक मार्केट अब नगरले पनि अब यसको रेट निर्धारण अब किसानलाई सुविधाहरू अब ठाउँ ठाउँमा अब सङ्कलन केन्द्र बनाएर यसलाई थोक मार्केट या अनलाइन मार्केट या त्यस्तो मार्केटहरू बनाएर अन्य यो ठाउँको उत्पादनहरूलाई अझ अगाडि बढाइदियो भने अझै राम्रो हुन्थ्यो भन्ने अब सोच छ। भन्नाले तपाईँले आफूले उत्पादन गरेर ल्याएको यो सामग्रीको उचित मूल्य चाहिँ पाउनु भएको छैन? पाउनु भएको छैन। अब यो उचित मूल्य पाउनलाई यहाँ चाहिँ मूल्य सूची राख्न पर्छ कि पर्दैन, तपाईँलाई के लाग्छ? मूल्य सूची चाहिँ राख्नुपर्छ कि एउटै रेटमा बेच्न पाउनु पर्यो कि चाहिँ सामान बिक्री भइसक्यो लास्टमा चाहिँ हाम्रो जस्तै यो बचेको सामान हुन्छ नि, लास्ट बिक्री नभएको सामान चाहिँ अलि गर्ने एउटा भइदिए भए राम्रो हुन्थ्यो भन्ने लाग्यो। अरू चाहिँ सब राम्रै ठिकै छ। अनि यहाँको यो व्यवस्थापनलाई कसरी लिनुहुन्छ? यो हाट बजार जसले व्यवस्थापन गर्नुभएको छ उहाँहरूले यो व्यवस्थापन तपाईँलाई ठिक लागेको छ? अहिले आजसम्म त ठिक लाग्यो। अलि त्यति चाहिँ व्यवस्थापन गरिदिएको भइदिए धेरै खुसी हुने थियौँ। त्यो अलि हस्, धन्यवाद। थ्याङ्क यू। यतिखेर हामीले अर्को यहाँ चाहिँ हाट बजारमा सामान किन्न आउनुभएका एकजना उपभोक्तालाई भेटेका छौँ। उहाँसँग हामी विस्तृत रूपमा केही कुराकानी गर्न चाहन्छौँ। सर, हजुरको नाम? मेरो नाम सुशील वास्तोला। तपाईँको घर? मेरो घर चाहिँ यहीँ पञ्चपुरी वर्ण 8 यता अगाडि सिरिचौर भन्ने ठाउँ हो। अनि तपाईँलाई यो जस्तो प्रत्येक शनिबार यहाँ हाट बजार लाग्छ, यो कस्तो लागिरहेछ सर अहिले? ठिकै छ। स्थानीय उत्पादनहरू यहाँ ल्याएर बिक्री भइरहेको त्यो चाहिँ खुसीको कुरा हो होइन। सधैँ यस्तै हुनुपर्छ। तर कुनै कुनै सामान चाहिँ स्थानीय उत्पादन भन्दा पनि बाहिर बजारको ल्याएर यो राखेको छन्, त्यो चाहिँ नहुनुपर्ने हो। स्थानीय उत्पादन मात्र हुनुपर्ने। जस्तै अब अरू सामानहरू छ जस्तै खेलाउना राखिरहेछ। अनि आलु पनि जस्तै प्रायः बाहिर बजारको आइरहेको हुन्छ कि यहाँ जस्तै गाउँघरको लोकल स्थानीय गरेको भए राम्रो हुन्थ्यो भन्ने हो यहाँ। अब यसलाई चाहिँ कम गर्न के गर्नु पर्ला, तपाईँलाई केही छ त्यस्तो लागेको? यो त अब हाट बजार व्यवस्थापन समितिले गर्नुपर्ने हो, हामीले भन्दा पनि होइन। उनीहरूले नै अब त्यो नियम बनाएर क्या बाहिरको बेच्न नपाउने, स्थानीय लोकल चाहिँ बेच्नुपर्छ भने तिनीहरूले गराएर गरे राम्रो हुने थियो। त्यसको लागि चाहिँ हामीले भन्दा पनि। हस्, धन्यवाद। हामी यो बाबिया चौरमा लाग्ने हाट बजारमै छौँ। यतिखेर यो हाट बजारको ठ्याक्कै पछाडिपट्टि छौँ। हामी दुईवटा शौचालयको बिचमा छौँ। यहाँ वरिपरि हाट बजार व्यवस्थापन गर्ने मान्छेले अथवा व्यवस्थापन जसले गर्छ उहाँलाई एकदमै यसमा चासो दिन म आवश्यक देख्छु। फोहोर धेरै छ, यो फोहोरलाई व्यवस्थापन गर्नुपर्छ र फोहोर बालिएको छ, प्लास्टिकहरू बालिएको छ। यो प्लास्टिकहरू बाल्नु भनेको एकदमै नराम्रो कार्य हो र यसलाई पनि रोक्न म आवश्यक ठान्दछु र आवश्यक छ। यो यसरी फोहोर गरियो भने अगाडिपट्टि मान्छेले आफ्नो व्यवसायलाई प्रवर्धन गरिरहँदा पछाडिको यो फोहोरले उहाँहरूलाई थप रोगहरू निम्तिन दिन सक्छ। यसलाई रोक्नुपर्ने एकदमै ठुलो अहिलेको आवश्यकता हो। हटिया घर निर्माण बेलादेखिकै दुईवटा शौचालय छन्, ती दुवैवटा शौचालय बन्द गरिएका छन्। अब यहाँ सामान बेच्न आउने र किन्ने मान्छेले शौच कहाँ गर्ने? बाहिरपट्टि भएको एउटा सार्वजनिक शौचालय छ, त्यसको पनि खासै धेरै व्यवस्थापन भएको छैन। त्यसलाई व्यवस्थापन गर्नु
अहिलेको सबैभन्दा ठुलो पक्ष हो। यतिखेर हामी हाट बजारमा भइरहँदा यहाँ यो हाट बजार व्यवस्थापन जसले गर्नुभएको छ पञ्चपुरी नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष हाट बजारभित्रै हामीले भेटेका छौँ। यसको विस्तृत कुरा उहाँहरूसँग लिन चाहन्छौँ र यो हाट बजार व्यवस्थापनमा अलिकति फितलो देखिएको अहिले छ, जहाँ शौचालयका कुराहरू पनि उठिरहेका छन्। यी कुराहरूबारे हामी आज उहाँसँग अझ थप कुरा लिन चाहन्छौँ। स्वागत छ तपाईँलाई। धन्यवाद। अब यो कुरा के छ भन्दाखेरि यहाँ धेरै पटक अरू पनि यस्तै इन्टरभ्यूहरू भए र विशेष त अब यो करिब 20-25 वर्ष बितिसक्यो यो बनेको होइन। अब यसलाई चाहिँ व्यवस्थित गर्न यहाँभन्दा अगाडिका सरकारहरूले अब त्यति तदारुसाथ देखिएन। म आइसकेपछि यहाँ ब्लकहरू बिस्तायो र अहिले चाहिँ टोयलेटको लागि 2,60,000 रुपियाँ विस्थापन भएको छ। यहाँ काम पनि सुरु भइरहेछ होइन। अर्को कुरा अब यहाँ एउटा मञ्च स्थापना गरेर त्यहाँ देउडा पनि चलिरहेछ होइन। अब देउडा पनि एउटा स्थापित भयो यहाँ पश्चिमेली लोक संस्कृतिको लागि। यो देउडा भन्नुभयो तपाईँले, यसो त हेर्दाखेरि यहाँ व्यवसाय जो गर्नुहुन्छ, व्यापार गर्नुहुन्छ, उहाँहरूलाई ठाउँ नपुगेर तपाईँहरूले ढोकामा बस्नुहुन्न भन्नुहुन्छ, ठाउँ नपुगेर उहाँहरू ढोका बस्न जानुहुन्छ, अनि तपाईँले यहाँ भित्रै चाहिँ देउडाको मण्डली बनाउन खोज्नुहुन्छ। देउडाको लागि अन्त ठाउँ छैन? नै ठाउँ यो हटिया घरभित्र मात्रै एकदमै ठाउँलाई चाहिँ हटिया घर भन्दा पनि एक बाहिर एक धेरै प्रकार प्राङ्गण छ। हटिया एकदम त्यता खुल्ला छ होइन। अब यो गेटमा बसाल्नु हुँदैन भनेर मैले सूचना टाँसेको छु। त्यो सूचनाको पनि भेल्यु बिहान आफै स्वयं लागेर अनि यहाँबाट हटाइसकेको, दिउँसो आएर फेरि बसिहाल्नु भयो होइन। यहाँ यता ठाउँ छ, यत्र एकदमै ठाउँ छ। नभए हामीले व्यवस्थित यो टोयलेटभन्दा पछाडि पनि व्यवस्थित गर्न लागेछौँ र यसको व्यवस्था एकदमै खुल्ला छ, टोटली व्यवस्था छ। र त्यो कारणले हामीले चाहिँ एकतिर चाहिँ एउटा मञ्च व्यवस्थापनको पनि काम गर्नुपर्छ भनेर त्यहाँ चाहिँ अहिले करिब 8 लाख रुपियाँ चाहिँ विनियोजन भएको छ अनि 2-3 लाख जति यता विनियोजन भएको छ। अहिले एउटा काम सञ्चालन भइरहेछ होइन। धेरै मात्रामा मैले चाहिँ यसलाई फोकस राखेर एउटा कृषिको लागि पञ्चपुरकै गहना यो हाट बजार भएको कारणले मैले यसैलाई फोकस गरेर विभिन्न किसिमका यहाँ आउने मान्छेलाई सौन्दर्यको लागि एउटा पर्यटन प्रवर्धनको लागि पनि यहाँ व्यवस्थापन गरेको छु। मैले आफ्नो एउटा तनमनका साथ यहाँ चाहिँ संलग्न छु र करिब यो 2-4 महिनामा सम्पन्न हुन्छ सबै कुराहरू। अनि यो शनिबार दिनभरि व्यापारीले यहाँ सामान बेच्छन्, केही फोहोर निस्किन्छ, अनि त्यो फोहोरलाई टोयलेटभन्दा पछाडि लगेर बाल्ने गरिन्छ। त्यो फोहोरले यहाँ वरिपरि यो जति पनि बजारका मान्छेलाई झन् धेरै दुर्गन्ध बनाउँछ, स्वास्थ्यमा असर गर्छ। अब यो फोहोरलाई व्यवस्थापन गर्नबारे केही सोध्नु भएको छ कि छैन? यसको लागि हामीले एकपटक चाहिँ अभियानै चलाएर अब दीपक सापकोटा स्वयं साथमै भएको बेला हामीले चाहिँ त्यो अभियान चलाएर भिडियो मार्फत पनि सन्देश गरेर ट्र्याक्टर साथमा लिएर यहाँको पुलिस प्रशासनलाई, जनशक्तिलाई पनि साथमा लिएर त्यो व्यवस्थापन गऱ्यौँ। अहिले प्रत्येक महिनामा चाहिँ प्रत्येक 7 दिनको 7 दिन खानेपानीको ट्र्याक्टर ल्याएर यहाँ फोहोर व्यवस्थापन गर्ने भन्ने कुरो भएको छ। दोस्रो कुरा, यहाँ मैले एकजना चाहिँ यहाँ चौकीदार राखेको छु, त्यसले सरसफाइ गर्नको निमित्त र यहाँको जति पनि फोहोर छ त्यो जलाइन्छ, त्यसलाई आगोमा जलाइन्छ। मैले पनि बिहान स्वयं आफू लागेर अनि उहाँहरूसँग लगाएर यहाँ जलाइएको थियो। जति पनि फोहोर एकदम क्लिन हुन्छ। आज चाहिँ हटियामा जति पनि फोहोर हुन्छ भोलि क्लिन हुन्छ। र अर्को एउटा के छ भने यहाँको यो जति पनि व्यवसायीको माग अथवा उनीहरूले एउटा कुरा के भनिरहेछन् भने यो त स्थानीयले उत्पादन गरेका सामग्रीहरू ल्याएर बिक्री गर्ने ठाउँ हो, तर यहाँ बाहिरबाट जस्तो कसैले लुगा ल्याएर बेच्ने, कसैले खेलौना ल्याएर बेच्ने। अब यसलाई यसो भयो भने अनि स्थानीय हाम्रो स्तरमा उत्पादन भएका सामग्री चाहिँ बेच्ने ठाउँै नहुने, उनीहरूले चाहिँ यहाँ ठाउँ ओगटेर बस्ने। अब तिनीहरूलाई नियन्त्रणमा लिन नसक्ने हो तपाईँहरू? एकदम यो मेरो पनि मनमा भएको कुरा हो। अब यो स्थितिलाई चाहिँ विधिमा ल्याउनको लागि केही प्रयत्नशील रहनुपर्दो रहेछ, केही टाइम लाग्दो रहेछ। र यहाँ के छ भन्दा यो हटियाका अगाडितिर जति पनि छन् विभिन्न प्रकारका यो तरकारीसँग सम्बन्धित नभएर यहाँ कपडाहरू अनि बेच्ने, अनि त्यहाँबाट गएर हर कुराहरू चाहिँ यो हाट बजारसँग सम्बन्धित नभएर अरू बिक्री गर्ने पहिलाकै प्रचलनको कारणले यो भइरहेको छ। यसलाई मैले पटक सूचना पनि गरिरहेको छु। र यो हटिया घरभित्र जो टोयलेट नै सफा छैन होइन, टोयलेट पहिलो प्राथमिकता दिनु पऱ्यो, त्यहाँ पछि गएर यहाँको व्यवस्थित गर्नु पऱ्यो, झकझकाउ गर्नु पऱ्यो। यहाँभित्र सबै कुराहरूको व्यवस्था गरिसकेपछि मैले आफ्नो वार्ड कार्यालयबाट सूचना निकालेर एउटा वार्ड कार्यालयको बढी बसेर र त्यो सूचना कार्यपालिकाको मिटिङमा सदर गराएर र यो सबै नियमन गर्ने र यो हाट बजार पञ्चपुरीको मात्रै नभएर बराहादेखि लिएर चौकुनेसम्मको यहाँ बेचबिखन हुने र किन्ने हुने काम भएको कारणले गर्दाखेरि यो चाहिँ
गर्ने प्रयत्नमा छु र लागि पनि रहेको छु। जस्तो यो हाट बजारको एक त यो अहिले क्षेत्रफल सानो भनिएको छ, अब त्यसमा अगाडिपट्टि जहाँ खाली भाग देखिएको छ त्यहाँ सबै गाडीहरू ल्याएर रोक्छन्। अब यो गाडीहरूलाई बस पार्क भनेर नगरपालिकाले एउटा स्थान पनि तोकिदिएको छ। अब त्यहाँ तपाईँहरू लिएर गाडी रोक्नुहोस् भनेर तपाईँहरूले बस पार्कको अथवा गाडी व्यवसायीसँग बोल्न नसक्ने हो तपाईँहरू? होइन, यो कुरा के हो भन्दा त्यहाँ बस पार्क व्यवस्थापनको लागि यहाँको चाहिँ जो सटरहरू थियो त्यो सटरहरू यहाँबाट उकालो पठाएर त्यो बस पार्कमा अहिले पनि हामीले चाहिँ स्थापना गरेका छौँ। तर त्यहाँ ग्राभल छैन, अनि बाटो राम्रो व्यवस्थित भएन, के अरे बस्ने के अरे गाडी राख्नको लागि यी सबै कुराहरूको अलि समस्या पऱ्यो भनेर मदन भण्डारी राजमार्गको ठेकेदारसँग मैले रिक्वेस्ट गरेर नगरपालिकाको मेयर साहबले रिक्वेस्ट गरेर त्यहाँ अलिअलि ग्राभल पनि गरियो होइन। त्यहाँ अब उहाँहरूले जान मन पराउनु भएन। अब यहाँभित्र धेरै किसिमका तानामाना छन् होइन। अब यसलाई शुद्ध व्यवस्थित गर्नको लागि नगरपालिकाले पनि केही बजेट त्यो बस पार्कलाई छुट्याएर त्यहाँ व्यवस्थित गराएर यहाँका बसवालालाई सबैलाई त्यहाँ चाहिँ पठाएर अब यहाँको ठाउँ शुद्ध गरेर यो अगाडिको प्राङ्गण पनि हटिया क्षेत्रको रूपमा राम्रो तरिकाले व्यवस्थापन गर्ने भन्ने सोच छ। र अर्को कुरा अब यहाँभित्र जो छ नि यो व्यवस्था त भर्खरै मैले चाहिँ यहाँ बाख्राको खोरहरू यहीँभित्र थियो, बाख्रा तमाम स्वयं मात्रामा बाख्रा थिए, बाख्रा बेचबिखन यहीँभित्र हुन्थ्यो, त्यसलाई हटाएर अर्को ठाउँमा व्यवस्थापन गरियो। बिस्तारै कर्मिक हुने कुरा हो र यसलाई गर्दैछु होइन। पहिले बाख्राको व्यवस्थापन भयो, अब यहाँ अगाडि के गरी व्यवस्थापन हुन्छ होइन। अब यी कुराहरूलाई मध्यनजर गरेर तपाईँ हाम्रो सबैको सहयोग हो, म एउटै वडा अध्यक्षले सहयोग गरेर हुँदैन, तपाईँहरूले साथ दिनु पऱ्यो। अहिले गेटमा पनि बसेको मान्छेलाई मैले बिहानदेखि म त वाचम्यान त होइन, दिनभरि यहाँ खट्न त सक्दैन, एउटा वाचम्यान त राखेको छु यहाँको गेट पाले, तर चाहिँ उसले पनि यहाँ भन्दै पनि बसिहाल्नु भयो। तपाईँहरू देख्नुभयो, उहाँले भिडियो पनि लिनुभएको छ। त्यो कारणले अब मान्छेलाई चाहिँ सोझो लाइनमा लगाउनको लागि धेरै प्रयत्नशील हुनुपर्छ, धेरै टाइम लाग्छ। हुन्छ, हामीलाई समय दिनुभयो तपाईँलाई धन्यवाद।